आज लम्कीमा जेनजीहरूले फेरि आन्दोलन गरेका छन्। हिजो धनगढीमा जेनजीहरूले शान्तिपूर्वक प्लेकार्डहरू देखाएर महेश बस्नेतको विरोध गरेका थिए। त्यसमा चाहिँ महेश बस्नेतको गुण्डाहरूले एमालेको झोलेहरूले चाहिँ जेनजीहरूमाथि शान्तिपूर्वक विरोध गर्दा कुटपिट गरेका थिए। त्यसको विरुद्धमा आज फेरि लम्कीमा चाहिँ जेनजीहरूले आन्दोलन गरेका छन् र लम्कीका जेनजीहरूले महेश बस्नेतलाई चुनौती दिएका छन्। तपाईहरुले यो भिडियो हेर्न सक्नुहुन्छ। कर्णालीको पुलमा आएर देखाओस् तैले कर्णालीको पुल गाडीमा पार गरेर च्यालेन्ज मेरो मलाई च्यालेन्ज भयो। हाम्रो युवा जेनजी संघको च्यालेन्ज भयो। कर्णालीमा हिँडेर आएर देखाओस् त। आखिर जो लडे पनि आफ्नै दाजुभाइहरू लड्ने हो नि त हैन। आफ्नै दाजुभाइहरू लड्ने हो, आफ्नै नेपाली दाजुभाइहरू लड्ने हो के। माथि बसेकोलाई त केही छैन के साथीहरू। उनीहरूलाई त भरिपूर्ण सम्पत्तिहरू जोडिसकेको छ। उनीहरूलाई देश लुटेको पैसा छ्याल ब्याल छ क्या। उनीहरूलाई पुस्ता पुग्ने पैसा त देश लुटेर भण्डार गरिसकेको छ क्या। त्यही भएर लड्न बन्द गरिदिनुस्, लड्न छोडिदिनुस् हैन। यो पार्टीको झोला सोला समातेर केही काम छैन। पार्टीको यो झण्डा सण्डा बोकेर केही काम छैन। तपाईहरु जाने विदेश नै हो। नेपालमा केही गर्न सक्नुहुन्न। तपाईको बल भइन्जेल, तपाईको पाखुरा भइन्जेल मात्रै हो यो नेताको अघि पछि बस्ने। कुनै दिन यदि तपाईको पाखुरामा बल घटेपछि चाहिँ न तपाईलाई नेताले चिन्छ न नेताको काम तपाई आउनुहुन्छ क्या। त्यही हो। त्यही भएर बेलैमा बुझ्नु होला यो कुराहरु चाहिँ।